उठाउने व्यक्ति उहाँ येशू नै हुनुहुन्छ। आज उहाँलाई तपाईँ धन्यवाद दिनुपर्छ प्रिय मित्र। यस हाम्रो सारा भित्रले हामी गीतलाई गाउनेछौँ। हरेको बेला हरेको बेला सहारा खोज्दै भन्नुहोस् प्रभुलाई। बोलेको थियो प्रभु, मलाई तपाईँ उठाउनु भयो। हारेको थियो बोलेको थियो प्रभु, तपाईँले मलाई सहारा दिनुभयो। अनायसयारो बिराएको बेला गर्दाले पापमा डुबेको बेला मलाई उठाउने सहारा दिने मुक्तिको बाटो देखाउने मलाई उठाउने सहारा दिने मुक्तिको बाटो देखाउने मेरो प्रभु येशू मेरो प्रभु येशू मेरो प्रभु येशू मेरो प्रभु येशू हारेको बेला लडेको बेला लडेको थियो प्रभु, सहारा खोज्दैको थियो प्रभु, तर मलाई सहारा गर्दै पनि पाएन। आज यस्तो अवस्थामा हामी आएको थियौँ। आज तपाईँ प्रभुलाई भन्नुभयो, मलाई सहारा दिनुभयो, सहारा उठाउनु भयो प्रभु। म तपाईँको नामलाई धन्यवाद हालेलुया। मैले प्रभु बाटो बिराएको थियो, भनेको थियो प्रभु, तपाईँले मलाई निकाल्नु भयो। मलाई गिल्ला गयो तपाईँले प्रभु, तपाईँले मलाई एक्सेप्ट गर्नुभयो। भन्नुहोस् प्रभुलाई तपाईँ धन्यवाद दिनुहोस्। बाटो देखाउने उहाँले हुनुहुन्छ। हालेलुया प्रभु, हालेलुया प्रभु, सहारा दिने मुक्तिको बाटो प्रभु तपाईँ हुनुहुन्छ। म तपाईँको नामलाई धन्यवाद 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 दिन्छु। मेरो प्रभु येशू मेरो प्रभु येशू भन्नुहोस् प्रभुलाई, मलाई दर्शनबाट निकाल्नु मेरो मलाई सहारा दिनुभयो। धन्यवाद हालेलुया प्रभु, धन्यवाद प्रभु येशू तपाईँको जीवन यस्तै थियो, तपाईँ लडेको थियो, अनि उहाँले सहारा दिनुभयो। तपाईँ जलजलिलो फसेको थियो, अनि उहाँले तपाईँलाई निकाल्नुभयो। आज नयाँ